हेलो नमस्कार सबैजनालाई ह्यापी दसैँ। म चाहिँ नेर्पा मूलडाँडा लखत्रा। आज चाहिँ घाम लागिरहेछ, एकछिनबाट पानी पर्ने कि कता हो। ढकमक फुल फुल्छ होला भनेर भनेको यस्तो भयो। फुल त सबै रोग लागेर सुकेको कि यो के भएको थाहै छैन होला। ल हेलो साउनी, बाहिर आऊ बाहिर। कहाँ लुक्यो कि साउनी? म कहाँ कुनामा भाने दाजु मात्रै हुनुहुन्छ यहाँनिर। ल ए रत्न पार सुनसान छ, दसैँ लागिरहेछ। अहिले एकछिनबाट पानी पनि पर्नु सक्छ है। ल सबैजनाले ह्यापी दसैँ। ल अब एकछिनबाट पानी परेन भने राम्रै होला, पानी पर्यो भने भोलि टिका सिका के हुन्छ थाहा छैन। कुहिरो कति राम्रो देखिन्छ, कस्तो दामी। त्यही भएर त घाएको बाहिर निस्केको देख्नुभयो ए नि। तपाईँहरूको फुल ढकमक्क फुल्छ र यसपालि फोटो खिचौँ भनेको फोटो सब चोरेर लगिसक्यो फुल। कसले? बिहान 4 बजे आज अस्तिदेखि 4 बजे रातिदेखि। आमा त्यही हो फुल पनि यही हो। ओ माइ ल चल्ला चाहिँ कसको कुखुरा हो? दसैँ त कुखुराले पो मनायो त, कुखुराले। हेलो गाई फेरि नानी कुकुरलाई पनि देऊ है, कुकुरलाई पनि दिनुपर्छ है। कुकुरले पनि ससेस कस्तो दिनुपर्छ नि, उसलाई चाहिँ दसैँ लाग्दैन त। सबै दसैँ मान्नु घर गएको छ, घर गइरहेछ। मेरो चाहिँ टिकाको भोलिपल्टबाट सिस्नुको र पिँडालुको गाबोको तरकारी खाने कुरो छ। सिस्नु आज चाहिँ खतरा उग्रिरहेछ भयो। ल अमिलो पहेँलै भएछ माथर्को दाजुको। कहाँबाट यो काँडे लुडो लिएर आएको, यो सबै जागेछ। डिक्टेल बजार सुनसान दसैँले गर्दाखेरि सबै। अब भोलि टिका लाएर पर्सिबाट चाहिँ मान्छे हिँड्न थाल्छ है सबैजना। यता यो डनहरू यता छुतेर ढुट्टो काडे।
हेलो गाइस, यसले चमाकोबाट डिउ ल्याएर खाँदैछ है साथीहरू। मलाई पनि ल्याउ त नानी। यो तपाईँको तिम्रो हो, पैसा लगाएर राखिदिनु पर्छ। हेलो भन्, हेलो भन्। हाम्रो चाहिँ हो दसैँको स्पेसल डिउ। अब यो डिउ खाएपछि सिमरा बिजाउँछ। कस्तो लाग्यो? झापा राम्रो कि यहाँ राम्रो? कता मजा? यता अनि किन झापा जान्छु भनेर गएको? त्यही गएको ल मेन कुरा चाहिँ ए झापा पनि मजा आउँछ तर अब मजा त भन्नु पऱ्यो गरी। गर्मी त सकिँदैन नि त, त्यहाँ कति गर्मी हुन्छ। ए एसी जोड्नु लाउनु नि त।